आज चाहिँ हामी मेनली चाहिँ ट्रेनिङ एक्टिभिटिजहरू चाहिँ कसरी चाहिँ गराउँदाखेरि चाहिँ एक्टिभ लर्निङ हुन्छ अनि सेल्फ रियलाइजेसनबाट चाहिँ रिफ्लेक्सनबाट चाहिँ हामीले कसरी चाहिँ मोर सिक्न सकिन्छ, डिप अन्डरस्ट्यान्डिङ लेभलबाट चाहिँ हामीले ट्रेनिङको कन्टेन्टहरू चाहिँ अब्जर्भ गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ डिस्कस गर्छौँ। यो ट्रेनिङ एक्टिभिटिजहरू बनाउँछौँ र यो ट्रेनिङ एक्टिभिटिजमा चाहिँ स्काफोल्डिङबाट चाहिँ कसरी पनि गर्न सकिन्छ भन्ने कुराहरूको पनि डिस्कस गर्छौँ। सो एउटा हामी ड्राफ्टली नै ट्रेनिङ एउटा सिनारी नै क्रिएट गर्छौँ सर्टली। सो यो मैले राखेको छु जसमा चाहिँ मैले इम्प्लोइ ग्रिभान्सेस ह्यान्डलिङ भनेर राखेको छु ट्रेनिङ टपिक। यो कन्टेक्स्टको कुरा गर्दाखेरि अब चाहिँ हामी यसलाई चाहिँ इफेक्टिभ बनाउनको लागि चाहिँ कस्तो कस्तो ट्रेनिङ एक्टिभिटिजहरू गराउन सकिन्छ भन्ने कुराको चाहिँ डिस्कस गर्छौँ। सो इन्ट्रोडक्सनको पार्टमा के गर्न सकिन्छ भन्ने कुराहरू डिस्कस गर्छौँ। ओभरअल यसमा चाहिँ हामीले ट्रेनिङ एक्टिभिटिज बनाउँदाखेरि चाहिँ 1 आवर लर्निङ एक्टिभिटिज भनेर डिजाइन गरेको छौँ फर एचआर अफिसरको लागि। सो इन्ट्रोडक्सनमा चाहिँ हामीले 15 मिनट्स चाहिँ टाइम लिन्छौँ जसमा हामीले ग्रुप डिस्कसन गर्छौँ र एक्सपिरियन्स सेयरिङ गर्छौँ। कसरी गर्छौँ भन्दाखेरि कुनै एउटा क्वेसन सबै पार्टिसिपेन्टहरूलाई सोध्छौँ। जस्तै कुनै एउटा कम्प्लेनको बारेमा एचआर अफिसरहरूले चाहिँ कस्तो कस्तो कम्प्लेनहरू अहिलेसम्म फेस गरिरहनु भएको छ त होइन, अनि कसरी डिल गर्नु भइरहेको छ भन्ने कुराहरूको डिस्कस गर्छौँ र सबै पार्टिसिपेन्टको भ्यूहरू चाहिँ हामी बोर्डमा चाहिँ लिस्ट आउट गर्छौँ। सो त्यही अनुसारले चाहिँ ट्रेनरले चाहिँ डिस्कस गर्नुहुन्छ। यो एक्टिभिटिजमा चाहिँ ट्रेनर र पार्टिसिपेन्ट बोथ एक्टिभली चाहिँ इन्गेज हुनुहुन्छ। सो अर्को भनेको केस एनालाइसिस। केस एनालाइसिसको टाइम हामीले 10 मिनट्स रहेको छ। यसमा चाहिँ हामीले 10 मिनटको टाइममा चाहिँ हामीले सबै पार्टिसिपेन्टहरूलाई एउटा सर्ट केस दिन्छ। सर्ट केसमा चाहिँ ग्रिभेन्सेस ह्यान्डलिङको बारेमा दिन्छ र एनालाइसिस गर्न लगाइन्छ। कसरी चाहिँ हामीले ग्रिभेन्सेसहरू चाहिँ हामीले ह्यान्डल गर्न सकिन्छ भन्ने चाहिँ स्टेप बाई स्टेप चाहिँ सर्टली चाहिँ पार्टिसिपेन्टको आइडियाजहरू चाहिँ एनालाइसिस गरिन्छ। सो अर्को भनेको स्काफोल्डिङ। यसमा चाहिँ हामीले 20 मिनट्स राखेको छौँ जसमा चाहिँ हामीले ग्रुप रोल प्ले भन्ने एउटा एक्टिभिटिजहरू चाहिँ इन्क्लुड गर्न सकिन्छ जसमा चाहिँ हामीले पार्टिसिपेन्टहरूलाई 3-4 वटा ग्रुपमा डिभाइड गर्न सकिन्छ र इच ग्रुपलाई चाहिँ हामीले ग्रिभेन्सेस ह्यान्डलिङको एउटा चेकलिस्ट दिन्छ र एउटा सिनारियो दिन्छ। सो त्यो सिनारियो एनालाइसिस गरेर चाहिँ उहाँहरूले चाहिँ चेकलिस्टमा चाहिँ सर्टलिस्ट गर्नुहुन्छ, चेकलिस्टमा राख्नुहुन्छ कसरी चाहिँ ह्यान्डल गर्न सकिन्छ भन्ने कुराहरू र सो त्यही अनुसारले चाहिँ ग्रुप वाइज चाहिँ प्रेजेन्ट गर्नुहुन्छ, रोल प्ले गर्नुहुन्छ। सो स्काफोल्डिङमा के हुन्छ भनेको मेन चाहिँ यो चाहिँ किन पनि इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ ग्रुप स्काफोल्डिङमा मेनली चाहिँ ग्रुप डिस्कसनको कुराहरू हुन्छ, ग्रुप टास्क टिमवर्कको कुराहरू हुन्छ। किनभने स्काफोल्डिङले भन्न खोजेको चाहिँ कस्तो हुन्छ भने एउटा नलेज भएको, एउटा स्किल्स भएको मान्छेले अर्को स्किल्स भएको मान्छेलाई चाहिँ सिकाउने प्रोसेस हो, सर्ट टर्मको लागि सिकाउने प्रोसेस हो र उसलाई चाहिँ पछि आफै सिकोस्, लर्न गरोस्। अहिले सर्ट टर्मको लागि चाहिँ आफूले सिकाउने, नलेज भएको मान्छेले सिकाउने र पछिसम्मको लागि चाहिँ सिक्ने टाइपले चाहिँ एउटा एक्टिभली लर्न गर्ने एउटा प्रोसेस हो स्काफोल्डिङ चाहिँ, जसमा चाहिँ सेयरिङ हुन्छ, नलेज सेयरिङहरू पनि नलेज सेयरिङ हुन्छ। सो रोल प्लेले गर्दाखेरि पनि स्काफोल्डिङमा चाहिँ एकदम हेल्प सपोर्ट भइरहेको हुन्छ। सो अर्को भनेको लास्टले कुरा गर्दाखेरि रिफ्लेक्सन डिस्कसनको लागि टाइम 15 मिनट्स छुटाएको छ। यसमा चाहिँ हामीले ओभरअल ट्रेनिङ सकिसके पछाडि चाहिँ हामीले ओभरअल अब्जर्भेसन गर्छौँ पार्टिसिपेन्टको, उहाँहरूलाई चाहिँ यो एक्टिभिटिजहरूबाट चाहिँ कस्तो कस्तो कुराहरू सिक्नुभयो, के कुराहरू लर्न गर्नुभयो भन्ने कुराहरू हामीले फिडब्याक लिन्छौँ
र कुन कुन कस्तो टाइपको कुराहरू चाहिँ तपाईँले सिक्नुभयो र कस्तो मेनली चाहिँ तपाईँले यहाँबाट ट्रेनिङबाट जाँदै गर्दाखेरि चाहिँ कस्तो कस्तो नलेजहरू चाहिँ तपाईँले आफ्नो रियल वर्कमा चाहिँ अप्लाई गर्नुहुन्छ भन्ने कुराको बारेमा पनि हामी डिस्कस गर्छौँ र लास्टली ट्रेनरले ओभरअल ट्रेनिङको बारेमा